तपाईको नक्सा मसाउनु मैले यहाँनिर यत्रो नोटिस दिएको छ अनि के हो यो 35 दिन भित्र खाली गर भन्ने नोटिस दिएको छैन तपाईको घरको नक्सा मसा हुन्छ अनि मैले बुवा रामनारायण शाह र आमा ध्रुवदेवी शाहको कोखबाट 2047 वैशाख 14 मा जन्मिएका बालेन्द्र शाहको बाल्यकाल नरदेवी काठमाडौँमा नै बित्यो। बुवा आमाको आर्थिक स्थिति राम्रै भएकाले उनलाई बाल्यकालमा खासै सङ्घर्ष गर्न परेन। PS निकेतन हायर सेकेन्डरी स्कुलमा 10+2 सम्म पढेपछि हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेजबाट सिभिल इन्जिनियरिङमा ब्याचलर्स गरे। त्यसपश्चात कर्नाटकामा रहेको विश्वेश्वराय टेक्नोलोजिकल युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स गरे। यसरी पढाइलाई अघि बढाइरहँदा पनि उनले आफ्नो म्युजिक करियरलाई समानान्तर रूपमा अघि बढाए। 2012 देखि नै उनी एक चर्चित र्यापरका रूपमा ख्याति कमाइसकेका थिए। 9 कक्षामा पढ्दा लेखेका सडक बालकदेखि हालसम्म आउँदा बलिदान जस्ता चर्चित र्यापहरूले उनको चर्चा झन्झन बढिरहेको छ। साँच्ची बालेनको कुरा गर्दा रबार्ज त छोड्नै भएन। साँच्चै नै रबार्ज नै बनेको थियो उनको लाइफको टर्निङ पोइन्ट। त मान्छे आबा बुद्धि पनि हचुवाको म गर्न सक्छु दाबा यम बुद्ध यो लिलीपुटको पनि बच्चा हो। एक फ्रस्ट्रेटेड युवा जसले देशमा सब बिग्रिरहेको देख्छ, दिक्क हुन्छ, तौलन्छ सब नेताहरूको क्षमता अनि कष्ट कम्मर आफ्नो पुस्ताको भविष्य सुनिश्चित गर्न, देशको भविष्य सुनिश्चित गर्न। 2074 मङ्सिर 4 देशमा चुनाव भइरहेको थियो। स्थानीयदेखि केन्द्रसम्म नयाँ सरकार बनाउने होड चलिरहेको थियो। यत्तिकैमा र्यापर इन्जिनियर बालेनले फेसबुकमा एउटा पोस्ट राखे, मलाई कसैको विश्वास लागेन, अर्को पटक आफैलाई भोट गर्छु। यो कुरा पत्याउने भने कम नै भए। यद्यपि निर्वाचन आयोगले पत्यायो। उनी काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारमा उठे र शानदार भोट सहित जिते पनि। यसरी एक स्वतन्त्र उम्मेदवार काठमाडौँ महानगरपालिकाको 15औं मेयर बने। कुल मतको 38.6% मत अर्थात् 61,767 मतसहित एमालेका केशव स्थापित र काङ्ग्रेस गठबन्धनकी सृजना सिंह समेतलाई हराएर निर्वाचनमा विजयी भए। तुक्का लागेर जितेको, यो त एक भेल मात्र हो या निराशाको फाइदा उठाएर जितेको भनेर आफ्नै किसिमको धारणा बनाउने विद्वानहरूको फेरि छुट्टै स्वैग थियो। तर कुरा यति मात्र थिएन। यस्तो थियो उनले चुनाव जित्नुका कारणहरू। नम्बर 1, इन्जिनियरिङ एन्ड कोर इन्टेलेक्चुअल टिम काठमाडौँ मेट्रोको समस्या र समाधान आइडेन्टिफाई गर्न हेल्थको सन्दुकरुइतदेखि टुरिज्ममा कर्ण साक्य जस्ता व्यक्तिको टिम बनाउनु। नम्बर 2, क्लियर भिजन प्रस्तुत गर्नु। नम्बर 3, युथ वर्सेस राजनीति अर्थात् राजनीतिप्रति युवाको आक्रोश। नम्बर 4, प्रतिस्पर्धी स्थापितको कन्ट्रोभर्सी। नम्बर 5, नेवा कम्युनिटीप्रति उनले देखाएको सम्मान। जसरी चुनाव जिते त्यसरी नै विभिन्न कन्ट्रोभर्सीको शिकार बनिरहेका छन् बालेन्द्र शाह, जसमध्ये सिंहदरबारको फोहोर नउठाउनु, अल्फाबेटाको साउलाई तपाईँको नक्सा मसँग हुन्छ भन्दै थर्काउनु, टुकुचा खोलामा अदालतको आदेश नपर्खनु, सुकुम्बासी बस्तीमा डोजर चलाउनु, फुटपाथ हटाउनु, सोसियल मिडियामा हर्क साम्पाङदेखि विशाल भण्डारीसम्मलाई आक्रोश पोख्नु। बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयर भएपछि के काम गरे? विद्यालयमा राजनीति बन्द गर्न निर्देशन, शिक्षामा सिप कार्यक्रम जसमा विद्यार्थीलाई उपयोगी सिपहरू सिकाइँदै, रोड एम्बुलेन्स, नगरसभा लाइभ प्रसारण, 31वटा सरकारी सिफारिस अनलाइन, टुकुचा खोल्नको लागि पुनः अदालतबाट अनुमति लिएर काम सुचारू। विद्युतीय तार व्यवस्थापन सुचारू अर्थात् गुचमुच्च तारहरू हटाइँदै, फुटपाथ व्यवस्थापन, गत वर्षभन्दा करिब 1 अर्ब बढी राजस्व सङ्कलन, नक्सा विपरीत बनाइएका भवनहरू भत्काइँदै, फोहोर व्यवस्थापनको लागि काम सुरु, चोकमा CCTVको काम सुचारू। बालेन शाहको अहिलेसम्मको काम गराइ हेर्दा त यस्तो लाग्छ काठमाडौँ महानगरपालिकाको मात्र नभई देशभरि नै यस्तै स्वतन्त्र सक्षम मेयर बनाउन पर्ने रहेछ। अझै पुरै कार्यकाल नहेरी उनको कामलाई मूल्याङ्कन गर्न त सकिँदैन, तैपनि फोहोरी राजनीतिक खेलबाट बचेर काम गरे भने उनी पक्कै पनि सफल हुनेछन् भन्नेमा हामी विश्वास गर्दछौँ। थ्याङ्क्स फर वाचिङ।